साथीहरू, मेरो मिनी ब्लगमा स्वागत छ। म चाहिँ रुख चढ्दैछु किनभने रुख चढ्ने त ढङ्ग त छैन, त्यही पनि बाख्रालाई थोरै घाँस काट्दैछु। मैले चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ कसरी घाँस काट्दैछु हेर्नु है साथीहरू, सुरुदेखि अन्त्यसम्म हेर्न सक्नुहुनेछ। अनि यसरी मैले छिटो छिटो घाँस काटेर मम्मीले फेरि तलबाट लोटलिस अलि राम्रोसँग विचार पुऱ्याएर काट भन्दै हुनुहुन्छ क्या। अनि मलाई चाहिँ कति खुसी लाग्छ। अनि घाँस काट्न पाउँदाखेरि अलिअलि अब चढ्न नसके भए पनि चढेर यसरी घाँस काट्दैछु साथीहरू, हेर्न सक्नुहुनेछ। हेर्नु अनि यसरी चाहिँ म कसरी ओर्लिन्छ है हेर्नु, अन्तिमसम्म हेर्नु। अनि घाँस काटिसकेपछि अनि हेर्न सक्नुहुनेछ। मम्मी चाहिँ भयो भन्नुहुँदै मैले चाहिँ किनु पलाएको छ, काट्नु पनि लोभ लागिरहेको छ भनेर पछि नकाट भयो भनेर भन्नुभयो। अनि त्यही भएर म यसरी झर्दैछु कि तल। यसरी तल झरिसकेपछि साथीहरू ढङ्ग नभएपछि यस्तै है। हेर्नु न, मेरो हातमा चाहिँ चिसिक्क के भिजेको थियो अनि मेरो लुगामा चाहिँ कुरो लागिरहेको थियो कि। अनि कुरो फाल्दैछु साथीहरू, के गर्ने, ढङ्ग नभएर त होला नि है। अनि हेर्न सक्नुहुनेछ साथीहरू, मेरो बाख्राको बाटा सानो कति क्युट छ, कति माया लाग्दछ। हेर्नु न, कति माया लाग्दछ न। अनि साथीहरू अनि यहाँ अर्को पनि छ। यिनीहरू त झगडा गरेको झगडा गर्दा गइसक्यो कि तिनीहरू चाहिँ। अनि हेर्नु न, कति माया लाग्दा गरी हेरेको वा। अनि त्यसपछि हेर्नु न, हाम्रो घरमा कुखुरा पनि छ है साथीहरू। कुखुरा हेर्न सक्नुहुनेछ, कुखुरा देख्नुभयो। लोकल कुखुरा खाने भए साथीहरू आउनु होला। कति धेरै छ, भर्खर चल्ला पार्दैछ कुखुराले, लोकल कुखुरा। अनि त्यसपछि काम सकेर म चाहिँ हात खुट्टा धोएर फ्रेस भएँ। अनि मेरो भिडियो कस्तो लाग्यो साथीहरू, लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। र यो भिडियोलाई हेरेर इन्जोय गर्नु होला साथीहरू। अनि म कस्तो देखेको छु साथीहरू हेर्न सक्नुहुनेछ। बाई बाई साथीहरू, फेरि भेटौँला।